नमस्कार सम्पूर्ण दर्शकवृन्द, सम्पूर्ण शुभचिन्तकहरूमा सबैलाई रात्रि राधे, सबैलाई प्रणाम। हजुरहरूको दिनचर्या सुखद रहोस्, हजुरहरूको दिनचर्या मङ्गलकारक रहोस्, हजुरहरूको आजको दिन हजुरहरूको आफ्नो जीवन मङ्गलकारक रहोस्, यही कामना लिँदै प्रत्येक दिन चाहिँ दैनिक राशिफलहरू लिएर आउने क्रममा म उपस्थित भइसकेको छु। मसँग प्रत्येक दिन धेरै शुभचिन्तकहरू दैनिक रूपमा राशिफलमा जोडिरहनु भएको छ, राशिफलमा आएर कमेन्ट गरिरहनु भएको छ, राशिफललाई सेयर गरिरहनु भएको छ भनेदेखि हजुरहरूलाई धेरै धेरै स्वागत अभिनन्दन टक्राउँदै दैनिक राशिफलहरू लिएर आउने क्रममा म उपस्थित भइसकेको छु। यदि हजुरहरूको कुनै पनि ज्योतिष सम्बन्धीका समस्याहरू रहे, चिनाहरू बनाउनु पर्ने स्थितिमा, चिना देखाउनु पर्ने स्थितिमा, गृहवास्तु सम्बन्धीका कुनै पनि समस्यामा रहनु भएको छ भने हजुरहरूलाई उचित परामर्श चाहिएको छ भने मास्तिर राखिएको फोन नम्बर वाट्सएप नम्बरमा सम्पर्क गरेर घरमै बसेर पनि अनलाइनको मार्फतबाट हजुरहरूले ज्योतिष विषयका परामर्शहरू लिन सक्नुहुनेछ। यी सुविधाहरू फोन कल अनि वाट्सएपको माध्यमबाट हजुरहरूले आफ्नो जन्मतिथिहरू, आफ्नो चिनाहरू पठाएर घरमै बसेर पनि आफ्नो भविष्यमा के कस्तो कार्य गर्नुपर्ने, कस्तो प्रकारको उपाय गर्नुपर्ने अनि कसरी आफ्नो जीवनलाई मङ्गलकारक बनाउनु पर्ने, यो सम्पूर्ण वृत्तान्त हजुरहरूले जान्न सक्नुहुनेछ। मसँग जोडिनु भएको छ लवन खरेलज्यू, हजुरलाई नमस्कार, राधे राधे र धेरै शुभचिन्तकहरू जोडिरहनु भएको छ र उपस्थित भइरहनु भएको छ। शेयर पनि गर्दै जानुहोला र राशिफल तर्फ लागौं। आजको हजुरहरूको दिनचर्या 12वटा राशिको राशिफल के कस्तो रहेको छ भने आज विक्रम सम्वत 2082 साल मंसिर महीनाको 12 गते, आज मंसिर शुक्ल अष्टमी तिथि, यसै 2025 नोभेम्बर महीनाको 28 शुक्रबारको दिन, 28 तारिक शुक्रबार। प्रस्तुता म आचार्य एम प्रसाद शर्मा, सामसिङ भारी बस्ती, कालेबुङ, भारतबाट हजुरहरूलाई स्वागत जनाउँदै दैनिक राशिफलहरू लिएर आउने क्रममा म आइसकेको छु, म उपस्थित भइसकेको छु भने मसँग जोडिसक्नु भएको छ प्रेम छेत्रीज्यू, भुटानबाट हुनुहुन्छ। प्रत्येक दिन जोडिरहनु भएको छ। हजुरको दिनचर्या मङ्गलकारक रहोस्, सुखद रहोस्। जगत छेत्रीज्यू पनि जोडिनु भयो, राधे राधे लेख्नु भएको छ, हजुरलाई पनि नमस्कार, राधे राधे। राजेश प्रधानज्यूले पनि राधे राधे लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे। नवग्रह अनि ईश्वरको कृपाले हजुरहरूको हरेक आजको मनोकामनाहरू पूरा होस्, यही कामना राख्दै म राशिफल तर्फ लागिरहेको छु। आज 12वटा राशिको राशिफल के कस्तो रहेको छ मसँग जोडिनु भएको छ फेरि साजन विश्वकर्माज्यू, हजुरलाई पनि राधे राधे, नमस्कार। आउनुहोस् शुभचिन्तक राशिफल तर्फ लागौं। सर्वप्रथम मेष राशिको जातकको राशिफल यस प्रकार रहेको छ। आज मेष राशिको जातकको ग्रह स्थिति अनुसार मेष राशिको जातकको कुनै सभा समारोह इत्यादि विशिष्ट कार्यक्रमहरूमा संलग्नता हुनुपर्ने ग्रह गोचर बनेको छ। दाम्पत्य जीवन, वैवाहिक जीवन सुखद रहने ग्रह गोचर बनेको छ भने धार्मिक कृत्यतर्फ रुचि रहने ग्रह गोचर बनेको छ। रचनात्मक साहित्य, कला, संगीत अनि पठन पाठनको क्षेत्रमा आज अभिरुचि बढेर जाने ग्रह गोचर बनेको छ भने कम्प्युटरीकृत कार्यहरू, अनलाइनका कार्यहरू गर्नुहुँदैछ भने ती क्षेत्रहरूबाट पनि प्रशस्त लाभ हुने ग्रह गोचर बनेको छ। मेष राशिको जातकलाई आज आफन्तहरूबाट सहयोग प्राप्ति हुने ग्रह गोचर बनेको छ भने दाजुभाइहरूसँग मिलेर गर्नुभएको कार्यहरूमा पनि प्रशस्त लाभ हुने ग्रह गोचर बनेको छ। घरेलु कार्य गर्दा धेरै लाभ हुने, घर बाहिरका कार्य गर्दा जोगिनु पर्ने ग्रह गोचर बनेको छ भने सरकारी क्षेत्रका कार्यहरू बनिने ग्रह स्थिति देखिएको छ। स्वास्थ्यको क्षेत्रमा पनि ध्यान दिनुपर्ने, शारीरिक क्षेत्र शिरमा केही कष्ट रहने ग्रह स्थिति बनेको छ। आजको दिनलाई मङ्गलकारक बनाउनको निम्ति मेष राशिको जातकले चाँदीका औँठी धारण गरेर क्रिम रङका वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 5 रहेको छ। मसँग जोडिनु भएको छ अजिला भागदासज्यू, हजुरलाई राधे राधे, नमस्कार। प्रत्येक दिन जोडिरहनु भएको छ। हजुरको पनि दिनचर्या आजको दिन मङ्गलकारक रहोस्, सुखद रहोस्, यही कामना राख्दै मेष राशि पछाडि वृष राशि तर्फ जाउँ। आजको ग्रह गोचर अनुरूप वृष राशिको जातकलाई कतैबाट अर्थ प्राप्ति अथवा धन प्राप्ति हुने ग्रह गोचर देखिएको छ। पारिवारिक वातावरण हजुरको सुखद रहने, कारोबारको क्षेत्र पनि उत्तम रहने ग्रह स्थिति देखिएको छ भने दैनिक आय स्रोतमा वृद्धि रहने ग्रह गोचर बनेको छ। बेरोजगार युवाहरूको निम्ति आज रोजगारको अवसरहरू प्राप्ति हुने ग्रह गोचर बनेको छ भने वृष राशिको जातकले अप्रत्याशित लाभ अथवा नसोचेको लाभहरू पनि प्राप्ति हुने ग्रह गोचर बनेको छ।
धार्मिक कृत्यतर्फ रुचि रहने ग्रह गोचर बनेको छ भने कुनै पनि क्षेत्रमा इन्भेस्ट गर्नुहुँदैछ, निवेश गर्नुहुँदैछ भने ती क्षेत्रमा पनि प्रशस्त लाभ हुने ग्रह गोचर बनेको छ। नजिकका साथीभाइहरूबाट पनि हजुरलाई सहयोग प्राप्ति हुने ग्रह स्थिति बनेको छ। आजको दिनलाई मंगल कारक बनाउनको निम्ति वृष राशिको जातकले चराचुरुङ्गीहरूलाई केही अन्नदान वितरण गरेर आजको दिनमा पहेँलो रङको वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। आजको भाग्य अङ्क शुभ अङ्क हजुरको 3 रहेको छ। मसँग जोडिनु भएको छ प्रदीप छेत्रीज्यू, हजुरलाई राधे राधे, प्रत्येक दिन जोडिरहनु भएको छ, हजुरलाई पनि राधे राधे, नमस्कार। हजुरको दिनचर्या मंगल कारक रहोस्, सुखद रहोस् भन्दै दिनकर खनालज्यू पनि जोडिनु भएको छ, जोडिरहनु भएको छ, प्रत्येक दिन हजुरलाई पनि राधे राधे, हजुरको दिनचर्या पनि मंगल कारक रहोस्, सुखद रहोस् यही कामना राख्दै वृष राशि पछाडि मिथुन राशितर्फ जाउँ। आजको ग्रह गोचर अनुसार मिथुन राशिको जातकलाई कतैबाट उपलब्धि प्राप्ति हुने ग्रह स्थिति बनेको छ। मांगलिक कार्य अथवा मंगल कारक कार्य घरमा सम्पन्न हुने ग्रह स्थिति बनेको छ भने ठूला बडा व्यक्तिहरूबाट सहयोग प्राप्ति हुने ग्रह स्थिति बनेको छ। आजको ग्रह स्थिति अनुसार बोलीको प्रभाव रहने, बोलीको माध्यमले हजुरको कार्यहरूमा प्रगति हुने ग्रह स्थिति बनेको छ भनेदेखि आज कारोबार गर्दा उधारो कारोबारहरूमा जोगिनु पर्ने ग्रह स्थिति पनि बनेको छ। सहयोगी वर्गहरूबाट सहयोग प्राप्ति हुने ग्रह स्थिति देखिएको छ। प्रेम प्रसंग पनि मधुर रहने ग्रह स्थिति बनेको छ। आजको दिनलाई मंगल कारक बनाउनको निम्ति मिथुन राशिको जातकले आज सकियो भनेदेखि सूर्य देवलाई जल अर्पण गरेर आकाशी रङका वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 4 रहेको छ। मसँग जोडिनु भएको छ प्रणय मस्केज्यू, हजुरलाई राधे राधे, नमस्कार लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे, हजुरको दिनचर्या पनि सुखद रहोस्, मंगल कारक रहोस् यही कामना राख्दै मसँग संजोग छेत्रीज्यू जोडिनु भएको छ। सामसिङ चियाबारीको हुनुहुन्छ, कार्यरत बेंगलोरमा रहनु भएको छ, हजुरलाई पनि राधे राधे, हजुरको दिनचर्या पनि सुखद रहोस्, मंगल कारक रहोस् यही कामना राख्दै मिथुन राशि पछाडि कर्कट राशितर्फ जाउँ। आजको ग्रह स्थिति अनुसार कर्कट राशिको ग्रह स्थिति अनुसार सन्तानको क्षेत्रबाट कर्कट राशिको जातकलाई केही अशुभ समाचार प्राप्ति हुने ग्रह स्थिति बनेको छ। कतैबाट रोकिएका धनहरू पनि प्राप्ति हुने ग्रह स्थिति बनेको छ भने नयाँ काम कुराहरू थाल्नु हुँदैछ भने आज विशेष सावधानी अपनाउनु पर्ने, सकेसम्म आज नयाँ कामहरू स्थगित गर्नुपर्ने ग्रह स्थिति बनेको छ। आजको ग्रह गोचर अनुसार भाग्यले पूर्ण साथ दिने ग्रह गोचर बनेको छ भने बाणीलाई नियन्त्रण राख्नुपर्ने, बोलीलाई नियन्त्रण राख्नुपर्ने ग्रह स्थिति बनेको छ भने आफ्नो बहुमूल्य सामग्रीहरूलाई यथोचित राख्नुपर्ने, आफ्नो बहुमूल्य सामग्रीहरू पनि हराउने अथवा कतै चोरी हुने ग्रह स्थिति देखिएको छ। महिला वर्गहरूको निम्ति आजको दिनचर्या खास रहने ग्रह स्थिति बनेको छ। आजको दिनलाई मंगल कारक बनाउनको निम्ति कर्कट राशिको जातकले गौ मातालाई प्रणाम गरेर आकाशी रङका वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 8 रहेको छ। मसँग जोडिनु भएको छ धीरज छेत्रीज्यू, वीरपाडाबाट जोडिनु भएको छ, हजुरलाई राधे राधे, प्रत्येक दिन जोडिरहनु भएको छ। मंगल कारक दिनचर्याको कामना राख्दै भट्टराई तिलकज्यू, हजुरलाई पनि नमस्कार राधे राधे। यस्तै प्रकारले हंस छेत्रीज्यू, हजुरलाई पनि राधे राधे, नमस्कार, हजुरहरूको दिनचर्या मंगल कारक रहोस्। सुभाष शर्माज्यूले पनि लेख्नु भएको छ राधेश्याम गुरु भनेर, हजुरलाई पनि राधेश्याम, हजुरको दिनचर्या पनि मंगल कारक सुखद रहोस् यही कामना राख्दै कर्कट राशि पछाडि सिंह राशितर्फ जाउँ। आजको ग्रह स्थिति अनुसार सिंह राशिको जातकको आज विद्यार्थी वर्गहरूको निम्ति दिनचर्या खास रहने, विद्या बुद्धि अनि पठन पाठनको क्षेत्रमा आज प्रगति हुने ग्रह स्थिति बनेको छ। प्रतियोगी क्षेत्रमा लागि पर्नु भएको विद्यार्थी वर्गहरूको निम्ति अवसर प्राप्ति हुने ग्रह स्थिति बनेको छ। बेरोजगार वर्गहरूको निम्ति पनि आज रोजगारको अवसरहरू प्राप्ति हुने ग्रह स्थिति बनेको छ। नोकरीको क्षेत्र उत्तम रहने, नोकरीमा हुनुहुन्छ भने प्रमोसन हुने, पदोन्नति हुने ग्रह गोचर बनेको छ। आज सिंह राशिको जातकको घरमा अतिथिहरूको आगमन हुने ग्रह स्थिति पनि बनेको छ। दाम्पत्य जीवन, वैवाहिक जीवन सुखद रहने, बीमा, ट्याक्स, कमिसन इत्यादि क्षेत्रको कार्य गर्नुहुँदैछ भने ती क्षेत्रमा सधैँको तुलनामा आज धेरै लाभ हुने ग्रह गोचर बनेको छ। धार्मिक कृत्यतर्फ पनि रुचि रहने ग्रह गोचर बनेको छ। अफिसियली क्षेत्र हजुरको कार्यहरू सम्पन्न हुने ग्रह स्थिति बनेको छ।
आजको दिनलाई मंगलकारक बनाउनको निम्ति सिंह राशिको जातकले विष्णु भगवानको ध्यान गरेर सकिन्छ भने ओम नमो भगवते वासुदेवायको जप गरेर गुलाबी रङका वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 3 रहेको छ। मसँग जोडिनु भएको छ भरत गुप्ताज्यू, हजुरलाई नमस्कार, राधे राधे। हजुरले कार्यक्रम हेरिरहनु भएको छ, हजुरको दिनचर्या मंगलकारक रहोस्, नवग्रहको आशीर्वाद प्राप्ति होस्। यस्तै प्रकारले पूरण लिम्बुज्यू पनि जोडिनु भएको छ, हजुरलाई पनि नमस्कार, राधे राधे। हजुरको दिनचर्या मंगलकारक सुखद रहोस् भन्दै सिंह राशि पछाडि कन्या राशि तर्फ जाउँ। आजको ग्रह गोचर अनुसार कन्या राशिको स्वास्थ्यको क्षेत्र धेरै समयदेखि अस्वस्थ रहनु भएको छ भने स्वास्थ्य लाभ हुने ग्रह गोचर बनेको छ। घरेलु नवीनीकरणका कार्यहरू, घरका मर्मतीका कार्यहरू गर्नुहुँदैछ भने ती क्षेत्रहरूमा कार्यहरू पूर्ण हुने ग्रह गोचर बनेको छ। मान सम्मानमा वृद्धि रहने, रचनात्मक कार्यहरूमा सफलता प्राप्ति हुने ग्रह स्थिति बनेको छ। धेरै समयदेखि विलम्ब भएका कार्यहरू, रोकिएका कार्यहरूलाई पुनः हजुरले प्रारम्भ गर्नुहुँदैछ भने ती कार्यहरूमा सफलता प्राप्ति हुने ग्रह गोचर बनेको छ। रुपियाँ पैसाको कारोबार गर्दा, लेनदेनको क्षेत्रमा कारोबार गर्दा आज सावधानी अपनाउनु पर्ने ग्रह स्थिति बनेको छ भने मेसिनरीका कार्यहरू गर्दा पनि जोगिनु पर्ने, सामान्य चोट आउने ग्रह स्थिति बनेको छ। अफिसियली क्षेत्रका कार्यहरू, सरकारी क्षेत्रका कार्यहरू बनिने ग्रह स्थिति बनेको छ। आजको दिनलाई मंगलकारक बनाउनको निम्ति कन्या राशिको जातकले हजुरको घरमा गंगाजल छ भने थोरै मात्रामा सेवन गरेर केसरिया रङका वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 9 रहेको छ। कन्या राशि पछाडि तुला राशि तर्फ जाउँ। आजको ग्रह स्थिति अनुसार तुला राशिको जातकलाई आजको दिन अनुसार कानूनी क्षेत्रमा धेरै समयदेखि रहनु भएको छ भने कानूनी क्षेत्रबाट विजय प्राप्ति हुने, सफलता प्राप्ति हुने ग्रह गोचर बनेको छ। पैतृक सम्पत्तिहरू प्राप्ति हुने, आय स्रोतमा पनि वृद्धि रहने ग्रह गोचर बनेको छ भने धेरै समयदेखि रोकिएका धनहरू पनि प्राप्ति हुने ग्रह स्थिति बनेको छ। तुला राशिको जातकलाई सन्तानको क्षेत्रबाट उपलब्धि प्राप्ति हुने ग्रह स्थिति देखिएको छ भने जीवन साथीबाट पनि सहयोग प्राप्ति हुने ग्रह गोचर बनेको छ। यात्रा योग पनि रहने, यात्राको निम्ति निस्कनु हुँदैछ भने यात्रा सुखद रहने ग्रह गोचर बनेको छ। व्यापार व्यवसायको क्षेत्र पनि उत्तम रहने ग्रह स्थिति बनेको छ। आजको दिनलाई मंगलकारक बनाउनको निम्ति तुला राशिको जातकले गरिब कन्याहरूलाई केही मिठाई वस्त्र वितरण गरेर हरियो रङको वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 2 रहेको छ। मसँग जोडिनु भएको छ, कमेन्ट गर्नुभएको छ अनु तामाङज्यूले राधे राधे नमस्कार। यस्तै प्रकारले गोपाल बस्नेतज्यूले पनि राधे राधे लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे नमस्कार। हजुरहरूको दिनचर्या सुखद रहोस्, मंगलकारक रहोस् यहाँ कामना राख्दै ईश्वरसँग तुला राशि पछाडि वृश्चिक राशि तर्फ जाउँ। आजको ग्रह स्थिति अनुसार वृश्चिक राशिको ग्रह गोचर अनुसार पारिवारिक स्वास्थ्यको चिन्ता रहने ग्रह गोचर बनेको छ। घर परिवारमा कसैको स्वास्थ्यको केही चिन्ता रहने ग्रह गोचर रहेको छ भने कार्यक्षेत्रमा विशेषतः ध्यान दिनुपर्ने ग्रह स्थिति पनि बनेको छ। क्रोधलाई नियन्त्रण राख्नुपर्ने, आज रिसलाई नियन्त्रण राख्नुपर्ने अनि बोलीलाई पनि नियन्त्रण राख्नुपर्ने ग्रह गोचर बनेको छ। देश परदेशमा रहनु भएको छ भने ती क्षेत्रहरूबाट प्रशस्त लाभ हुने ग्रह स्थिति पनि बनेको छ। युवा वर्गहरूको निम्ति दिनचर्या खास रहने, युवा वर्गहरूको निम्ति रोजगारको अवसरहरू प्राप्ति हुने ग्रह स्थिति बनेको छ। सकारात्मक कार्यहरू बनिने ग्रह गोचर पनि बनेको छ भने आफ्ना नजिकका आफन्त होस् चाहे आफन्त आफ्ना साथीभाइहरूसँग भने आज जोगिनु पर्ने, आफ्नै मान्छेहरूबाट धोका हुने ग्रह स्थिति बनेको छ। आजको दिनलाई मंगलकारक बनाउनको निम्ति वृश्चिक राशिको जातकले इष्टदेवलाई प्रणाम गरेर नीलो रङको वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 7 रहेको छ। मसँग जोडिनु भएको छ डोमा लेप्चाज्यू, हजुरलाई नमस्कार, राधे राधे। यस्तै प्रकारले सुमन शर्माज्यूले पनि राधे राधे लेख्नु भएको छ, हजुरलाई पनि राधे राधे। हजुरहरूको दिनचर्या मंगलकारक रहोस्। यस्तै भन्दै वृश्चिक राशि पछाडि धनु राशि तर्फ जाउँ। आजको ग्रह स्थिति अनुसार धनु राशिको ग्रह स्थिति अनुसार आज धार्मिक कृत्यमा रुचि रहने ग्रह गोचर बनेको छ। नोकरीदारहरूको निम्ति नोकरीमा प्रमोसन हुने, पदोन्नति हुने ग्रह गोचर बनेको छ भने धेरै समयदेखि नभएका कार्यहरू साथसाथै मनोकामनाहरू पूरा हुने ग्रह स्थिति बनेको छ। छरछिमेकीहरूबाट पनि आज हजुरलाई सहयोग प्राप्ति हुने ग्रह स्थिति बनेको छ।
मार्केटिङका कार्यमा लागि पर्नु भएको छ भने मार्केटिङका क्षेत्र पनि उन्नत रहने ग्रह गोचर बनेको छ। पुराना मित्रहरूसँग भेटघाट हुने ग्रह स्थिति देखिएको छ भने आज जुवा तास लटरी इत्यादि विषय वस्तुहरूबाट टाढा रहनुपर्ने ग्रह स्थिति बनेको छ। अनावश्यक खर्च हुने ग्रह गोचर पनि बनेको छ। आजको दिनलाई मंगलकारक बनाउनको निम्ति धनु राशिको जातकले रातो चन्दनको टीका धारण गरेर रातो रङकै वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 1 रहेको छ। मसँग जोडिनु भएको छ भूषण छेत्रीज्यू कालेबुङबाट हेरिरहनु भएको छ। राधे लेख्नु भएको छ। हजुरलाई पनि नमस्कार राधे। बिङ यङ लिम्बुज्यू सोरेङ सिक्किमबाट जोडिनु भएको छ। राधे लेख्नु भएको छ। हजुरलाई पनि राधे। हजुरहरूको दिनचर्या मंगलकारक रहोस्। नवग्रहको अनि ईश्वरको आशीर्वादले आज हजुरको हरेक मनोकामनाहरू पूरा होस्, यही कामना राख्दै धनु राशि पछाडि मकर राशितर्फ जाउँ। आजको ग्रह गोचर अनुसार मकर राशिको ग्रह स्थिति अनुसार आज बोलीलाई नियन्त्रण राख्नुपर्ने ग्रह गोचर बनेको छ। अनावश्यक तर्क वितर्क अनि विवादमा परिने ग्रह गोचर बनेको छ। खर्चमा पनि नियन्त्रण राख्नुपर्ने अनावश्यक खर्च हुने ग्रह स्थिति बनेको छ। ग्रह स्थिति अनुसार भ्रमणको योजना रहने यात्राको योजना रहने ग्रह गोचर बनेको छ। यात्राको निम्ति निस्कनु हुँदैछ भने यात्रा सुखद रहने ग्रह गोचर बनेको छ। बेलुकीको समय आय स्रोतमा वृद्धि रहने ग्रह गोचर बनेको छ। नयाँ नौला जिम्मेवारीहरू बढ्ने ग्रह स्थिति पनि बनेको छ। यात्रा योजनाको आज ग्रह गोचर अनुसार मंगलता हुने ग्रह स्थिति देखिएको छ। आजको दिनलाई मंगलकारक बनाउनको निम्ति मकर राशिको जातकले शनिदेवको ध्यान गरेर हरियो रङको वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 1 रहेको छ। मसँग जोडिनु भएको छ कृष्ण गुरुङ सरज्यू। हजुरलाई नमस्कार राधे। सिलगढीबाट हुनुहुन्छ। हजुरको पनि दिनचर्या मंगलकारक रहोस्। नवग्रह अनि ईश्वरको आशीर्वाद हजुरलाई प्राप्त भइरहोस्, यही कामना राख्दै मकर राशि पछाडि कुम्भ राशितर्फ जाउँ। आजको ग्रह स्थिति अनुसार आज कुम्भ राशिको ग्रह स्थिति अनुसार रमाइलो भेटघाटका कार्यक्रमहरू मनोरञ्जनात्मक कार्यहरू सम्पन्न हुने ग्रह गोचर बनेको छ। धेरै समयदेखि पैतृक सम्पत्तिको विवादमा पर्नु भएको छ भने पैतृक सम्पत्तिहरू प्राप्ति हुने ग्रह गोचर बनेको छ। प्रेम प्रसंग पनि मधुर रहने, सामाजिक क्षेत्रबाट मान सम्मानमा वृद्धि रहने ग्रह स्थिति देखिएको छ। आज हजुरले कुनै पनि क्षेत्रमा इन्भेस्ट गर्नुहुँदैछ, कतै लगानी गर्नुहुँदैछ भने ती क्षेत्रहरूबाट प्रशस्त लाभ हुने ग्रह गोचर बनेको छ। हजुरको घरमा अतिथिहरूको आगमन हुने ग्रह स्थिति पनि बनेको छ भने यात्रा गर्नुहुँदैछ भने आज कुम्भ राशिको जातकले सावधानी अपनाउनु पर्ने, साथसाथै सकिन्छ भने यात्रालाई स्थगित गर्नुभयो भने धेरै राम्रो हुने ग्रह गोचर बनेको छ। आजको दिनलाई मंगलकारक बनाउनको निम्ति कुम्भ राशिको जातकले ओम नमः शिवायको जप गरेर रातो रङको वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 6 रहेको छ। मसँग जोडिनु भएको छ चन्द्र प्रधानज्यू वीरपाडाबाट राधे लेख्नु भएको छ। हजुरलाई पनि राधे नमस्कार। हजुरको दिनचर्या पनि मंगलकारक रहोस्, सुखद रहोस्, यही कामना राख्दै कुम्भ राशि पछाडि अन्तिम राशि मीन राशितर्फ जाउँ। आजको ग्रह स्थिति अनुसार मीन राशिको ग्रह स्थिति अनुसार सहकर्मी अथवा नजिकका साथीभाइहरूसँग आज विचार नमिल्ने ग्रह गोचर रहेको हुनाले आज बोलीलाई अनि विचारलाई सावधानी नियन्त्रण गर्नुपर्ने ग्रह गोचर बनेको छ। आजको ग्रह गोचर अनुसार मीन राशिको जातकलाई आफन्तहरूबाट सहयोग प्राप्ति हुने ग्रह गोचर बनेको छ। सरकारी क्षेत्रका कार्यहरू बनिने ग्रह स्थिति पनि बनेको छ भने महिला वर्गहरूको निम्ति उपलब्धि प्राप्ति हुने ग्रह स्थिति देखिएको छ। अविवाहित हुनुहुन्छ, वैवाहिक योजनाहरू बनाउनु हुँदैछ, वैवाहिक प्रस्ताव राख्नु भएको छ भने ती क्षेत्रबाट पनि आज खुसीको खबर प्राप्ति हुने ग्रह स्थिति बनेको छ। आजको दिनलाई मंगलकारक बनाउनको निम्ति मीन राशिको जातकले हनुमान चालिसा पाठ गरेर आकाशी रङका वस्त्र लगाएर कुनै पनि कार्य गर्नुहुन्छ भने हजुरको कार्यहरू बनिनेछ। भाग्य अङ्क शुभ अङ्क हजुरको 5 रहेको छ। मसँग जोडिनु भएको छ राई दाजु। हजुरलाई नमस्कार राधे लेख्नु भएको छ रितु छेत्रीज्यू। हजुरलाई पनि नमस्कार राधे। आजको दिनचर्या हजुरहरूको मंगलकारक रहोस्, सुखद रहोस् भन्दै हजुरलाई विशेष सूचना यो अन्नपूर्ण गोर्खा जुन अन्नपूर्ण ज्योतिष एवं वास्तु परामर्श केन्द्रबाट धेरै समय अघिदेखि अन्नपूर्ण गोर्खा सनातनीय भित्ते पात्रो निर्माण हुँदै आइरहेको छ र यो साल पनि अझै राम्रोसँगले घडीपला नक्षत्रको अनुसन्धान अनुसार ग्रह गणित अनुसार निर्माण भइसकेको छ र
धेरै जग्गामा त्यो क्यालेन्डर प्राप्ति भइसकेको छ भने र समय अनुकूल 2025 समापन हुन लागिरहेको छ, 26 आउन लागिरहेको छ र धेरै शुभचिन्तकहरूलाई चाहिएको खण्ड उहाँहरूले सम्पर्क गरिरहनु भएको छ, मगाइरहनु भएको छ र सालभरि राम्रोसँगले ग्रह गणित अनुसार बनिएको क्यालेन्डर हजुरहरूले मगाइरहनु भएको छ भने यदि हजुरहरूलाई कुनै पनि शुभचिन्तक छुट्नु भएको छ, क्यालेन्डर पाउनु भएको छैन भने हजुरहरूले मास्तिर राखिएको व्हाट्सएप नम्बर, फोन नम्बरमा आफ्नो ठेगाना, एड्रेसहरू पठाएर घरमै बसेर पनि हजुरहरूले नयाँ सालको भित्तेपात्रो क्यालेन्डर प्राप्त गर्न सक्नुहुनेछ। यो अन्य क्यालेन्डरको तुलनामा अत्यन्त राम्रोसँगले बनिएको छ अनि शब्द अक्षर ठुलो बृहत साइजमा बनिएको छ। साथसाथै घडी पलालाई घण्टा मिनटमा कन्भर्ट गरिएको हुनाले हजुरहरूले घरमै बसेर पनि तिथिहरूको ज्ञान कसैलाई पनि नसोधिकन जान्न सक्नुहुनेछ। एकादशी यति बजीसम्म लागेको छ र यति बजीदेखि सुरु भएर यति बजीसम्म समाप्ति हुनेछ। औँसी पूर्णिमा यति बजीसम्म रहनेछ भन्ने क्यालकुलेसन हजुरले घण्टा मिनट आधारमा निर्माण भएको हुनाले हजुरहरूले घरमै बसेर पनि कसैलाई नसोधिकन आफूले दैनिक व्यवहारमा ल्याउन सक्नुहुनेछ। यी क्यालेन्डरहरू हजुरहरूले व्हाट्सएपको माध्यमबाट एड्रेस पठाएर घरमै बसेर पनि मगाउन सक्नुहुनेछ। साथसाथै विभिन्न प्रकारका ज्योतिष विषयका समस्याहरू रहेको छन्। अहिलेको समय धेरै प्रकारको विवादमा, धेरै प्रकारको ज्योतिषीय क्षेत्रमा पनि अनैतिक कार्यहरू भइरहेको छन् भनेदेखि हजुरहरूलाई यदि परामर्श चाहिएको छ, उचित परामर्श प्राप्त सठिकसँगले भविष्य सठिकसँगले ज्योतिष विषयका परामर्श चाहनुहुन्छ भने मास्तिर राखिएको फोन नम्बर, व्हाट्सएप नम्बरमा आफ्नो जन्मतिथिहरू, आफ्नो नानीहरूको चिनाहरू देखाउन चाहनुहुन्छ भने गृह वास्तु सम्बन्धीका कुनै पनि समस्यामा रहनु भएको छ भने जस्तो गरेर सठिक परामर्श प्राप्त गर्न सक्नु भएको छैन भने ती विषयमा पनि हजुरहरूले जानकारीहरू दिन सक्नुहुनेछ। आफ्नो चिनाहरू, नानीहरूको चिनाहरू पनि हेराएर के कस्तो कार्य गर्नुपर्ने, कसरी अगाडि बढ्नुपर्ने यी क्षेत्रहरू हजुरहरूले जान्न सक्नुहुनेछ। मसँग जोडिनु भएको छ शान्त राईज्यू। हजुरलाई पनि राधे राधे, नमस्कार। सबै शुभचिन्तकहरूको दिनचर्या मंगलकारक रहोस्, सुखद रहोस्। नवग्रह अनि ईश्वरको कृपाले हजुरहरूको हरेक कार्यहरू बनिँदै जाओस् भन्दै कामना राख्दै आजलाई राशिफलबाट बिदा लिन चाहन्छु। धन्यवाद।